लेट्स सी वाट आई डु आफ्टर माई कलेज। म अलमोस्ट 6 बजेतिर घर आउँछु अनि ड्रेस फेरेर हातमुख धोएर म नास्ता खान थाल्छु। त्यसपछि मेरो आज चाहिँ अर्डर गरेको सामान आउँदै थियो अनि मैले सामान रिसिभ गरेर मेरो सामानहरू पनि खोल्न थालेँ। फटाफट मैले ब्यागहरू खोल्दै ट्राई गर्न थालेँ। एकदमै राम्रो थियो अनि मलाई एकदमै मन पनि परिरहेको थियो। ब्यागहरू चाहिँ मैले 4वटा ब्यागहरू अर्डर गरेको थिएँ अनि एकदमै राम्रो थियो, तर क्यामेराले क्वालिटी जस्टिस गरेन। आज बजारको दिन थियो, त्यही भएर म बजार गइहालेँ अनि चप्पल कपडा त्यसपछि केही एक्सेसरिजहरू पनि किनेँ अनि मैले सब्जीहरू फलफुलहरू पनि किनेर अनि उखुको जुस खाएर अनि हामी फटाफट घर फर्क्यौँ। घर फर्किँदाखेरि चाहिँ साँझ परिसकेको थियो। घर आइसकेपछि चाहिँ मैले ढिला नगरिकन चट्ट लगाएर खाना पनि पकाएँ। खाना खाएपछि चाहिँ मैले आफ्नो काम सकेर होमवर्क गर्नलाई पनि बसेँ। एकछिन फटाफट होमवर्क पनि गरेँ। त्यसपछि चाहिँ एकैछिन मोबाइल हेरेर अराउन्ड 10:30 तिर चाहिँ म सुतेछु। थ्याङ्क यू फर वाचिङ टिल देन, बाई।